हेलो सबैजनालाई नमस्ते। कस्तो हुनुहुन्छ सबैजना? ठिकै हुनुहुन्छ होला। ठिकै त के हुनु, दुनियाँका मान्छे कोही पनि ठिक हुँदैन। अब मलाई चाहिँ खासै भिडियोहरू मैले बनाउनु मन परेको छैन हो। फोटोहरू पनि मैले त्यति हाल्नु मन पनि लागेको छैन, किनकि अहिले म पुरै दुःखमा छु, पीडामा छु। मेरो सबैभन्दा सानो भाइ चाहिँ अब अहिले हामीलाई अब खै के भन्नु, अब मेरो सानो भाइ चाहिँ एकदमै सिरियस अब हामीलाई छोडेर गइसकेको छ। त्यही भएर म एकदमै दुःखमा छु, पीडामा छु। र पनि मैले सोचेको थिएँ अब अलिक दिन म भिडियो बनाउँदिनँ, फोटोहरू हाल्दिनँ भनेको थिएँ। तर पनि अब के गर्नु, अब यो दुनियाँमा हामी सबैजना एक दिन यो दुनियाँ छोडेर जानै पर्छ। दुःखमा छु म, एकदमै पीडामा छु। फेरि पनि मैले यो भिडियो बनाएको छु। मेरो एकदमै एक्लै बस्नु मन लाग्छ। छोरीको रुममा गएको थिएँ। अब छोरीहरू आफ्नो ड्युटी जान्छ, फेरि के एक्लै बसिरहनु भनेर फेरि म चाहिँ आफ्नै रुममा फर्किरहेको छु हो। र सबैजनालाई यही बिन्ती छ, दुनियाँमा रहे जति दिन हामी दुनियाँमा रहन्छौँ त्यति दिन सबैसँग मेलमिलाप भएको बस्नु। सबैभन्दा मेरो सानो भाइ, उसले बिचरा के नै देखेको छ र दुनियाँमा सानै उमेरमा यस्तो भयो। एकदमै हामी दुःखमा छौँ, पीडामा छौँ। मेरो नानीहरू, आमा बुवा, दाजु बहिनी ज्वाइँहरू चाहिँ काठमाडौँ जानुभएको छ। मेरो भाइ हस्पिटलमा छ। अब मेरो माइला भाइ युकेदेखि आज आएर सबै गार्जियन भएर उयो डेड बडी निकाल्छ। गार्जियन नभएको कारणले 3 दिन 4 दिन भइसक्यो हस्पिटलमै हो। सबै हामी टाढो टाढो बसेको छौँ। म चाहिँ जानु सकिनँ। र पनि मेरो भाइले आनन्दसँग सुख पाओस्, शान्ति पाओस्, दुःख नहोस् उसलाई जहाँ भए पनि। तपाईँहरू सबैजनासँग मेरो बिन्ती छ कि मेरो भाइलाई राम्रो ठाउँ पाओस्, राम्रो होस्, उसको आत्माले शान्ति पाओस् भनेर सबैजनासँग यही बिन्ती गर्छु। प्लिज प्लिज धन्यवाद सबैजनालाई। म एकदमै दुःखी छु, पीडामा छु। मेरो भाइलाई एकदम मिस गर्छु। सबैभन्दा सानो भाइ मिस गर्छु। बुहारी छ, मेरो सानो पतरी छ। अब उसको के हुन्छ भनेर म एकदमै दुःखी छु। हामी सबैजना फ्यामिली नै दुःखीमा छौँ। मेरो आमा बुवाहरू आज पुग्नुहुन्छ काठमाडौँ, हिजो जानुभएको। म चाहिँ अहिले म आफ्नो रुममा फर्किरहेको छु। एक्लै बस्यो भने पुरा टेन्सनहरू हुन्छ। ठुलो मम्मी रुममा मेरो रुममा आउनु भनेर छोरीले बोलाएको थियो। अब छोरीहरू ड्युटी गएको कारणले म फेरि आफ्नै रुमतिर फर्किन्छु। धन्यवाद सबैजनालाई।